यो जेठ 15 गते गणतन्त्र घोषणा भएको 17 वर्ष पुगेको दिन। तर यही दिन काठमाडौँमा एक ठुलो कार्यक्रम हुँदैछ जहाँ हजारौंको भिड राजा आऊ देश बचाऊ भन्दै उत्रिन लागेको छ। के गणतन्त्र दिवसकै दिन हुने यो राजावादी प्रदर्शन गणतन्त्रलाई ठुला चुनौती हो? राजतन्त्र समर्थकहरूले राजधानीको खुला मञ्च नारायण हिटी अगाडि र अन्य सहरहरूमा कार्यक्रम राखेका छन्। कार्यक्रममा राष्ट्रिय झण्डासहित र्याली, हिन्दू राष्ट्र राजतन्त्र पुनःस्थापनाको नारा, विभिन्न वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम, राजा ज्ञानेन्द्र वा अन्य राज परिवारका प्रतिनिधिलाई आमन्त्रण गर्ने चर्चा, गणतन्त्र दिवसमा नै कार्यक्रम गरेर हामी सन्देश दिन चाहन्छौँ कि जनताले विकल्प खोजिरहेका छन्, आयोजकमध्ये एकजनाको भनाइ छ। राजावादी पक्षले भन्छ 17 वर्षको गणतन्त्रले जनतालाई धोका दियो। भ्रष्टाचार, बेरोजगारी, महँगीले जनता पीडित छन्। राष्ट्र कमजोर, धार्मिक र सांस्कृतिक पहिचान सङ्कटमा। अब समय फेरिएको छ, राजा फर्काउनुको विकल्प छैन। यस्तै भनाइ कार्यक्रम आयोजकहरूको छन्। 2081 र 82 मा टिकटक, युट्युब, फेसबुक रिटर्न अफ किङ ट्रेन्ड धेरै ठाउँमा चलेको पाइयो। विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व राजतन्त्र पक्षमा खुलेर बोल्दैछन्। युवाहरू, विशेष गरी 16 देखि 25 वर्ष उमेर समूह यस अभियानमा सक्रिय जस्तो लाग्छ। यो आन्दोलन अब केवल पुराना राजा समर्थकको होइन, युवा पुस्ताको आकर्षण बन्न थालेको छन्। गणतन्त्रको दिन नै राजावादी कार्यक्रम राख्नुको मुख्य उद्देश्य प्रत्यक्ष सन्देश दिनु, गणतन्त्र सफल छैन, मिडिया ध्यान तान्नु, राष्ट्रव्यापी बहसको सिर्जना, राजनैतिक दबाव सिर्जना गर्नु, दलहरूलाई विकल्प देखाउनु। कार्यक्रमपछि देशभर विरोध र्याली र जनमत सङ्कलनको अभियान सुरु गर्ने योजना पनि सार्वजनिक हुँदैछ। गणतन्त्र समर्थकहरू भन्छन् समस्या व्यवस्थाको होइन, नेताहरूको हो। राजतन्त्रमा फर्किने विचार आफैमा लोकतन्त्र विरोधी हो। गणतन्त्रले समानता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार दिएको छ। राजावादीहरू इतिहास फर्काउन खोज्दैछन् भन्दै गणतन्त्र पक्षधरहरूले प्रतिवाद जनाउँदैछन्। जनता अहिले छटपटिएका छन्, राजा फर्काउने कि गणतन्त्र सुधार्ने? एउटै प्रश्न सबैको मनमा छ। राजा फर्किए के भ्रष्टाचार हट्छ? लोकतन्त्र हटाएर के उत्तरदायित्व आउँछ? मूल कुरा यो हो, हामीले परिवर्तन नेतृत्वमा गर्नुपर्छ, शिर झुकाएर होइन, प्रश्न गरेर। जेठ 15 देशमा दुई धारहरू टक्राउने दिन। एउटा धारले लोकतन्त्रको रक्षा गर्दैछ, अर्को धारले राजाको अवतरण खोज्दैछ। अब समय आएको छ सवाल गर्ने, बहस गर्ने, विकल्प खोज्ने। राजा फर्काउने कि लोकतन्त्र सुधार्ने? निर्णय तपाईको। कमेन्टमा लेख्नुहोस्, गणतन्त्र सुधार्ने कि राजतन्त्र फर्काउने? भिडियो लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।